सो हेलो नमस्ते, वेलकम टु ब्याक माई युट्युब च्यानल। म सुन्दर तामाङ तर्फबाट। अनि धेरै समयपछि चाहिँ मैले आज भ्लग बनाइरहेको छु होइन। अहिले चाहिँ देख्न सक्नुहुन्छ म चाहिँ सट्टा लगाएर ड्रेसेस लगाएर कलेज जानु मेरो रेडी भइसक्यो होइन। धेरै कुरा नगर्नु जुत्ता सुत्ता चाहिँ लगाइहाल्नु पऱ्यो होइन। अनि आज धेरै पछि चाहिँ मैले भ्लग बनाएको छु होइन। एकदम धेरै खुसी लागिरहेको छ। जुत्ता सुत्ता लगाउँछु, त्यसपछि चाहिँ टक्क लगाएर रेडी भएर चाहिँ रेडी भइसक्यो। ड्रेसेस लगाएर चाहिँ रेडी भइसक्यो। जुत्ता मात्रै लगाउनु बाँकी छ। एउटा कुरा भन्नै विशेष दिदी न्यु ब्याग हो। आज त नयाँ झोला पो छ त टक्कै लगाएर ल। हिजो भर्खर मात्रै दाइले ल्याइदिनु भएको थियो ट्याक्कै लगाएर ल। नयाँ झोला बोकेर चट्टै लगाएर ल। नयाँ झोला चट्टा भएर नयाँ झोला बोकेर कलेज हिँड्यो केटा। ले अनि आजसम्म मैले एकचोटि नि कलेजको ड्रेसमा चाहिँ बनाएको थिइनँ क्या। अनि आज फर्स्ट टाइम बनाएको कलेजको ड्रेसमा होइन। हजुरहरूले पनि फर्स्ट टाइम देख्नु होला। अब कस्तो कस्तो ह्यान्डसम देखेँ म यार। राम्रो साँच्ची मै हो र भने यार। हो त रहेछ नि। कस्तो ह्यान्डसम देखेँ ल। यति हो के चाहियो चट्टारमा सरर होइन। हामी भिडियो बनाउने सर्ट भिडियोहरू बनाउने अस्तितिरको हाम्रो लोकेसन यही हो। अस्ति यो घर हामीले भिडियो स्टार्ट गर्दाखेरि यो घर बनाएको थिएन होइन। अब लगभग हामीले भिडियो बनाउनु यो घर नि सकिरहेको छ होइन। टक्क लगाएर देख्न सक्नुहुन्छ त्यो घर हो क्या। अनि हामी त्यतिखेर हिँड्थ्यो भिडियोहरू बनाउनु थियो। हामी टक्क दाइहरू सबैजना मिलेर। अनि अहिले चाहिँ हाम्रो रुम अलि त्योभन्दा अलिक माथि सारेको नि त। त्यही भएर चाहिँ हामी त्यो त्यतै बनाउँछ क्या, यहाँतिर बनाउँदैन। अब त्यो घर बनाउँदाखेरि साउन्डहरू च्याङ आएर हुँदो रहेछ क्या। त्यहाँतिर बनाउँछ हामी उता माथितिर। अनि त्यही हो। अनि धेरै समयपछि अब बनाएर चाहिँ अलिकति के बोल्ने के नबोल्ने होइन कस्तो भइरहेको त्यही नि। आज अलिकति थोरै बनाउँछु होइन। 5 मिनट जति बनाउँछु। अनि भोलि 5 मिनट जतिको दिनदिनै बानी बस्नुहुन्छ। अनि एकै दिनमा सबै चिज कहाँ हुन्छ होइन। त्यही भएर चाहिँ अहिले चाहिँ कलेज आउँछु टक्क ल्याएर मेरो कलेजमा नि भिडियोहरू खिच्नुपर्छ। तर कलेजमा चाहिँ लाज लाग्छ किनकि मैले कलेजमा म पढेको 1 वर्ष जति पनि भइसक्यो होइन। तर अहिलेसम्म कोही पनि चिन्दैन। मैले चिन्ने भनेको नै त्यहाँ मेरो स्कुलको साथीहरू 2जना चिन्छु। तर उनीहरू चाहिँ बिजनेसमा छ नि त। त्यही भएर कहिले पनि भेट्दैन क्या। ल म चाहिँ हिँडिआएको कलेजबाट। अनि फर्स्ट इयर मात्रै पढेँ मैले चाहिँ। किन भन्दाखेरि अगाडि सर पढाउँदै हुन्थ्यो टोलीहरू, पछि लास्टमा बसेर चाहिँ हल्ला दिइरहेको थियो कि। अनि मलाई नि बोर लागिरहेको थियो होइन। क्या बोर लागिरहेको थियो। अनि म त हिँडिआएको त्यसपछि ल हिँडेर अब चाहिँ रुमसुम जान्छु होला। रुम गएर चाहिँ सर्ट भिडियो कमेडी भिडियो चाहिँ हाम्रो किमताङ इन्टरटेनमेन्ट युट्युब च्यानलमा चाहिँ त्यहाँ छ। तपाईँहरूले गएर चाहिँ हेर्न सक्नुहुन्छ। त्यही भएर चाहिँ म हिँडिआएको। अहिले गएर चाहिँ हाम्रो त्यो केही भिडियोहरू बनाउनु छ होइन। दाइहरूले नि आज मिल्छ भने अलिकति चाँडो हो भिडियो बनाउनु छ भन्नुभएको। त्यही भएर चाहिँ म त हिँडिआएको ल। भर्खर फर्स्ट इयर मात्रै पढ्यो भने आज ल मैले भोलि फ्राइडे हो भोलि चाहिँ पढ्नुपर्छ ल भन्ने कुरा हो होइन। आज हिँडिआएको ल। रुम पुगेर सिधै म त्यो रुमको भिडियोहरू चाहिँ देख्नु। एक चलचित्र सुटिङको लागि ल्याएको खुलासा बाहिर आयो भने अचम्म नमान्दा हुन्छ मेरो भाइहरू। अचम्म नमान्दा हुन्छ। नेपालको राजनीति हो भाइ। नेपालको राजनीति के सोचेको छ तिमीहरूले? हिजोको अन्त आजको चल्लाहरू ठुलो गर्दैछ यार। हजुर थ्याङ्क यू। अहिले त भइरहेछ हाम्रो सुटिङ। अनि यही त हाम्रो डायलग यस्तो छ। Hello everyone, I am Polstring Pakri speaking right now. We are making YouTube short video. So guys, if you like Sundar Tamang vlog, so don't forget to like, comment, share and subscribe. Oh la la la.
हेलो मुद्दा हाल्नु त्यो मुद्दा ल फाइनली म यहाँ काममा आइपुगेँ होइन टक्क लगाएर अनि काममा आएर भात नि हालिसकेँ कि मैले देख्न सक्नुहुन्छ तपाईँहरू टट्ट लगाएर हड्डी भयो यो सोयाबिन अचार यो सलाद भयो यो अचार चाहिँ हाम्रो स्पेसल मनसरले बनाउनु भएको मनसर यतै हेर्नु त हेर आमा ल ल ठिक छ ल मनसर चाहिँ टक्क लगाएर पिठो मुसै हुनुहुन्छ होइन मोमो बनाउनको लागि म चाहिँ खाना खानु पऱ्यो त्यसपछि फेरि सुरुमा मोमै त होला नि त बनाउनु पर्ने के खाना खाएर अहिले टक्क लगाएर भेट्नुपर्छ ल फाइनली अब चाहिँ म रुम आइपुग्ला होइन अनि के भन्छ अरे अघि बिहान कति दिउँसोतिर मैले खाना खाँदाखेरि भ्लग बनाएको थिएँ होइन त्यसपछि चाहिँ सिधै बेलुकै भयो किन भन्दाखेरि चाहिँ एकदम काममा बिजी भयो नि त म अनि काममा बिजी भयो अनि त्यतिखेर भिडियो बनाउने फुर्सद नि भएन त्यो कस्तो कस्तो लाग्यो क्या अनि त्यही भएर चाहिँ जस आज चाहिँ कामको भिडियो चाहिँ बनाएन होइन आजको भिडियो चाहिँ अलिकति छोटो हुन्छ होला किनकि मैले आज दिउँसो भिडियो बनाएँ नि त अनि भोलिबाट चाहिँ मेरो लङ भिडियो हुन्छ अलिकति आज चाहिँ लगभग कति यो भिडियो 5-6 मिनटको भिडियो हुन्छ होला अनि त्यही हो अझै धेरै कुराहरू सिक्नु बाँकी छ होइन अनि टक्क लगाएर टक्क धेरै कुराहरू सिक्नु बाँकी छ एडिटिङको मलाई पनि आउँदैन क्या तर पनि बिस्तारै ट्राई गर्दैछु होइन अनि त्यही हो आजको भिडियो चाहिँ यति नै हुन्छ होला सायद थ्याङ्क यू फर वाचिङ दिस भिडियो होइन हजुरहरू जसले लास्टसम्म हेरिदिनु भएको छ फाइनली अब चाहिँ म टक्क लिएर रुममा बुझ्यो होइन अब चाहिँ सुत्न गएको रातिको 11:30 भइसक्यो लगभग अनि अहिले चाहिँ सुत्छु होला अनि भोलि चाहिँ म कलेज पनि जाँदैन होला किनकि भोलिदेखि चाहिँ मेरो 8 बजी ड्युटी छ नि त हाम्रो एकजना सेफ सर चाहिँ उता के अरे भोलि गाउँ जाने भन्ने हुनुहुन्थ्यो क्या उता गाउँ गोर्खामा त्यही चाहिँ भोलिबाट चाहिँ मेरो ड्युटी चाहिँ 8 बजीदेखि सक्यो त्यही भएर अब एकछिनलाई के कलेज जाने होइन भोलि गएर चाहिँ म कलेज जाँदिनँ भोलि शुक्रबार भइहाल्यो अनि पर्सि शनिबार अनि आइतबारबाट चाहिँ म कलेज जान्छु होला अनि आजको भिडियो चाहिँ के जस्तो लाग्यो बिहान चाहिँ कलेजबाट यताउति भिडियो छिटो बनाएँ होइन त्यसपछि दिउँसो चाहिँ भिडियो खिच्नै पाइनँ क्या अनि टक्कै अब रुममा पुगेँ होइन आजको भिडियो चाहिँ कस्तो आधी अधुरो टाइपको भयो त्यही नि बिस्तारै ट्राई गर्दैछु होइन अब हरेक कुराहरूमा परेको छैन नि त बिस्तारै सिक्दैछु नयाँ भएकोहरू नयाँ कुराहरू सिक्दैछु होइन बिस्तारै एडिटिङहरू अलिअलि भएको जस्तो जानेछ दायाहरू सोधेर युट्युबहरूमा हेरेर होइन अनि त्यही हो आजको भिडियो चाहिँ यति नै हुन्छ होला टक्क लगाएर म त्यसमा लगाएको यतापट्टि हाम्रो अविनाश दाइ सुत्दै हुनुहुन्छ अनि यतापट्टि हाम्रो सिरिङ सर केटीसँग बोल्दाखेरि के हो अनि आजको भिडियो चाहिँ यति नै हुन्छ होला थ्याङ्क यू सो मच गाइज अनि हजुरहरू जसले लास्टसम्म मेरो यो भिडियो हेर्दै हुनुहुन्छ अनि एकदम धेरै धन्यवाद अनि सबैजनाले कमेन्ट गरिदिनु होला मेरो चाहिँ ओठ फुटेर अलिकति राम्रोसँग बोल्नु पनि भएन टक्क लगाएर अनि त्यही हो अब चाहिँ चट्ट लगाएर चाहिँ भिडियो छिटो एडिटिङ गरेर चाहिँ सुत्छु म अनि भोलि बिहान डाइरेक्ट उठेर चाहिँ भिडियो अपलोड हान्छु होला त्यही हो अनि त्यही हो आजको भिडियो चाहिँ यति नै होला अनि बाई बाई गुड नाइट गाइज